गाइस सम्पूर्ण हजुरहरूलाई राधे राधे छ। हजुरहरू के कसो गर्दै हुन्छ? मेरो भवानी म चाहिँ पूजापाठ गरेर बसिरहेको छु। आज पापा मोचन एकादशीको नि हजुरहरूलाई शुभकामना मङ्गलमय छ। एकादशी भनेर छिटै उठेर नुहाइधुवाइ पूजापाठ गरियो। पूजापाठ गरेर बसिरहेको छु, हजुरसँग बातचित गर्दैछु। हजुरहरूको चाहिँ कसोको व्रत छ कसो छैन भन्नु होला कमेन्ट बक्समा। अब फलाल गर्यो, फलसल खाने हो, एप्पल सेप्पल खाने हो, अनि ड्युटी जाने हो। अझ चाहिँ के कसो गर्दै हुन्छ कमेन्ट बक्समा भन्नु होला। फेरि पापा मोचन एकादशीको धेरै शुभकामना। यो एकादशी व्रत भनेको सबै ठुलो जसले एकादशी व्रत लिन्छ उहाँले केही मङ्गलबारको, बिहिबारको, शनिबारको व्रत लिन आवश्यक छैन। त्यही भएर एकादशी व्रत महत्त्वपूर्ण व्रत हो र भगवान विष्णुको व्रत हो। त्यसले सबै मानिसहरूले प्रायः माताहरूले, दिदीबहिनीहरूले व्रत लिएको बहुत राम्रो छ। यो एकादशी व्रत कसको लागि भन्दाखेरि सब परिवार लागि एकादशी व्रत लियो भने सब परिवारलाई हुन्छ भन्छ शास्त्रले चाहिँ। त्यसैले सबैको अब एकादशी छ त्यसलाई फेरि शुभकामना मङ्गलमय। त गाइस अहिलेलाई यति नै, यति नै। अब भरे फेरि भिडियो लिएर आउन सक्छु, हजुरहरूलाई देखाउँछु। राधे राधे।